हेलो साथीहरू सम्पूर्णलाई मेरो भिडियोमा आज पनि स्वागत जनाउँदै देख्न सक्नुहुन्छ एकदमै हावा चलिरहेको छ है। अन्त यसको नतिजा चाहिँ यस्तो छ, हेर्नुहोस् है, यति बिघ्न धुलो मैला आउँछ। घर वरिपरि अब त्यस्तो धुलो उड्ने त के पनि छैन है, र पनि आम्मामामा त्यो टाढो टाढोबाट हुन्छ नि हावाले, पानी सासको फुल हो, बाँसको पत्ता, अन्त धुलो यति बिघ्न हुन्छ। डेलीको डेली मेरो कामै यही हुन्छ, आमा छोरी लागेर सफा गर्छौँ हो। र पनि साथीहरू आम्मामा मलाई मात्रै यहाँनिर हो कि तपाईँहरूकोतिर पनि हो यस्तो धुलो चाहिँ के भन्नुहुन्छ, यति बिघ्न छ कि यति बिघ्न छ। भित्रभित्र पनि पस्छ, सब बन्द गरेको हुन्छु र पनि हो, यत्रो चेप पाउनु हुँदैन, चेपबाट धुलो पसेर भित्र हो। म त वाक्कै भइसक्यो साथीहरू, यसरी हटाउँदै डेली बढालेर सफा गर्छु हो, फेरि पनि त्यत्तिकै हुन्छ। यो चाहिँ मैले कामको सुरुवात है साथीहरू, बिहान 6 बजेदेखि स्टार्ट भयो मेरो ड्युटी। अनि यसरी बडाल कुडाल गरेँ वरिपरि हो। आँगनमा चाहिँ हाम्रो दुबोहरू लगाएकोले गर्दा चाहिँ त्यति साह्रो बढाल्नु पर्दैन। यहाँनिर चाहिँ सेतो भुइँ भएकोले गर्दा एकदमै बेसी धुलो देखिन्छ है। अनि हावाले चाहिँ यति बिघ्न काम बढाउँछ कि के भन्नु ल साथीहरू। अन्त काम बढाइदिएपछि काम घटाउनै पर्यो हामीले हो। हेर्नुहोस् न, कपाल उडेर आउँछ त्यस्तै फुलतिर। अब सुकौरो लाग्नु थाल्यो है एकदमै साथीहरू। अनि हाम्रो चाहिँ यहाँनिर जहिले तहिले हरियाली नै हुन्छ, फेरि गहिरा चिसिनी छ नि त हो। त्यही भएर बिहानको काम खतम भएपछि चाहिँ साथीहरू चिया खाँदै बसेँ, नानीसँग गफ गर्दै। म चाहिँ रातो चिया खान्छु, देख्न सक्नुहुन्छ। आजलाई मेरो भिडियो यति नै।